I've got the skincare PR packages with me, so यो खोल्दै मेरो टिकटकको जर्नीको कुरा गर्दै गरौँ है त। 2020मा स्टार्ट गरेको हो। त्यति बेला चाहिँ म त्यस्तो लाइक एकदमै भाइरल टाइपको केही पनि थिएन गाइस। अनि त्यसपछि जब चाहिँ मलाई चाहिँ एकदमै आई एम भेरी इन्ट्रेस्टेड टु डु लाइक दिस ट्रान्जिसन थिङ्स। म चाहिँ एकदमै ट्रान्जिसन गराउन एकदम इन्ट्रेस्ट भएको मान्छे हो। सो मैले ट्रान्जिसन बनाउँथेँ अनि ट्रान्जिसन बनाउँदै जाँदा चाहिँ मैले आई गेन अ पपुल्यारिटी आई गेस। मेरो चाहिँ भिडियोको भ्युज यसरी जान्थ्यो। सो मैले चाहिँ आई डोन्ट नो वाइ टिकटक छोडिदिएँ बिचमा। लाइक बनाउनु त बनाउँथेँ तर त्यस्तो धेरै बनाउँथेन। आई वाज लाइक के भन्छ इन्ट्रोभर्ट टाइप अफ। मैले चाहिँ त्यत्रो भइसक्यो चलाएको अझैसम्म पनि मैले केही सामान पाएको थिएन यस्तो लाइक पिआर थिङ। आई डिडन्ट नो त्यो बेला हुन्छ भन्ने पनि थाहा थिएन। त्यो बेला यो मोनिटाइजिङ केही पनि थिएन। सो त्यो बेला भएको भए चाहिँ मलाई थाहा हुन्थ्यो होला, मैले कन्टिन्यू गर्थेँ होला। तर सो मैले चाहिँ जस्ट बनाएँ, त्यसपछि छोडिदिएँ। अनि आफ्टर कति इयर्स पछि चाहिँ अहिले आई गट मोटिभेसन टु डु अगेन यस्तो यो कन्टेन्ट क्रिएटिभ जर्नी। अनि त्यसपछि थ्याङ्क्स टु पिपल हु हेल्प मी है, एकदमै हु जस्ट मोटिभेट मी एभ्री डे, जसले चाहिँ जस्ट यो कुराहरूलाई चाहिँ क्रिन्ज ठान्नु न। सो मैले चाहिँ एकदमै कन्फिडेन्टली पोस्ट गर्न सक्छु। सो या अहिले चाहिँ म यहाँ भिडियो बनाउँदैछु र पिआर प्याकेज खोल्दैछु। एकदम एक्साइटेड बिकज मेरो चाहिँ फर्स्ट पिआर प्याकेज चाहिँ यो बिफेस्टाबाट आएको जापानिज ब्रान्ड। मैले आफै पनि बिफेस्टाको माइसेलरबाट युज गर्छु। सो इट फिल सो स्पेसल। सो अनबक्स गर्मै सुरुमा चाहिँ छ मसँग माइसेलर आई मेकअप रिमुभर। त्यसपछि चाहिँ मलाई चाहिँ यो क्लिन्जिङ ओइलको चाहिँ टेस्टर पठाइदिनु भएको थियो। अनि क्युट थ्याङ्क यू नोट फ्रम इमी टोकियो, थ्याङ्क यू इमी टोकियो। अनि त्यसपछि द सेकेन्ड वान हेज, मैले चाहिँ त्यसको प्याकेजिङ अलरेडी खोलिसकेँ। चाहिँ इनर सिग्नलको रेजुभिनेट एक्सट्र्याक्ट क्रिम हो। यो चाहिँ मैले अहिले युज गरिरहेको छु एन्ड यु क्यान सी मेरो स्किन अलि टल्किरहेछ। यो प्लस उहाँहरूले चाहिँ मलाई त्यसको क्रिमरको स्याम्पल पनि पठाइदिनु भएको छ यस्तै। सो इट्स सो गुड गाइज। अनि मैले युज गरिरहेको छु यो एकदमै राम्रो। लाइक यो आई डोन्ट नो द प्लेस के फार्मेसीबाट भएको रहेछ इस्टाब्लिस्ड। सो या यही हो। सो इफ यु आर वाचिङ एन्ड यु आर स्केयर्ड टु डु लाइक दिस कन्टेन्ट क्रिएसन कुराहरू, प्लिज मेरो अनुसार चाहिँ प्लिज कन्टिन्यू गर्नु होला। डोन्ट फिल साई लाइक मी। म जुन चाहिँ पहिला आई जस्ट गट अ रिग्रेट कि मैले पहिला किन टिकटक बनाइनँ ओर्न भनेर, किनभने मैले एक्कासी बिचमा छोडिदिएँ। सो त्यही हो। सो आई विल कन्टिन्यू माई जर्नी नाउ एन्ड थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई।